नमस्कार। सुरगी खबर .com यहाँलाई हार्दिक स्वागत छ। यति बेला नेपाली राजनीतिक वृत्तमा मात्र होइन, सामाजिक सञ्जालमा पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे तातेको छ। भदौ 23 र 24 को जेन्जी आन्दोलन र त्यस क्रममा भएको चरम दमन बारे उठेका प्रश्नहरूले देशभर गम्भीर बहस सिर्जना गरेको छ। विशेष गरी आन्दोलन नियन्त्रणका क्रममा राज्य संयन्त्र अर्थात् ओली नेतृत्वको सरकारले गरेको बर्बर दमन र दिएको आदेशको बारेमा गम्भीर जिम्मेवारी लिने विषय व्यापक चर्चामा आइरहेको छ। के राजनीतिक रूपमा प्रचण्डले ओलीलाई सफाई दिएका हुन् भन्ने विषयले पनि चर्चा पाइरहेको छ। हिजो जुन यस किसिमको राजनीतिक घटनाक्रम विकसित गर्ने एउटा खलपात्रका रूपमा ओलीलाई उभ्याइएका प्रचण्ड आज किन एकता गर्न र ओलीसँगै प्रदेश सहकार्य गर्न सँगै नर्क र स्वर्ग जान तयार भए भन्ने विषय चर्चामा रहेको छ। यसै संवेदनशील परिस्थिति बीच नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच पुरानो राजनीतिक सम्बन्ध फेरि एकपटक चर्चामा आएको छ। सामाजिक सञ्जालमा यी दुई नेता बीच विगतमा भएका सहकार्य, संयुक्त सरकारका तस्बिरहरू र स्वर्ग र नर्क जाने विषयको जुन अभिव्यक्ति भाइरल बनेको छ। कतिपयले यसलाई विगतको राजनीतिक गठबन्धनको संस्मरणका रूपमा हेरेका छन् भने कतिपयले अहिलेको घटनाक्रमसँग जोडेर गम्भीर प्रश्नहरू उठाइरहेका छन्। भदौ 24 को आन्दोलनले देशभर युवा पुस्ताको असन्तुष्टि उजागर गरेको थियो। रोजगारी, भ्रष्टाचार, अवसरको असमानता र राज्यप्रति बढ्दो अविश्वासका विषयमा सडकमा उत्रिएका युवाहरूको आन्दोलन नियन्त्रण गर्ने क्रममा भएको दमनबारे अहिले विभिन्न कोणबाट छानबिन वा बहस भइरहेका बेला मानवाधिकार कर्मी, नागरिक समाज र राजनीतिक विश्लेषकहरूले आन्दोलन नियन्त्रणका क्रममा अत्याधिक बल प्रयोग भएको आरोप लगाइरहेका बेला यसै बीचमा राज्यको निर्णय प्रक्रियामा को राजनीतिज्ञ नेतृत्व जिम्मेवारी थियो भन्ने प्रश्न उठिरहेका बेला प्रचण्ड र ओली बीच भएको यो सम्बन्धले, यो सहमतिले यसलाई यो झुट सत्य साबित गरिदिनलाई हो अथवा झुट साबित गर्नलाई हो, यिनीहरू बीचमा एउटा सहकार्य हुन लागेको विषय पुनः चर्चामा आएको छ। यही संवेदनशील राजनीतिक वातावरण बीच ओली र प्रचण्ड बीचको पुरानो सहकार्य फेरि चर्चामा आएको हो। नेपाली कम्युनिस्ट पार्टी गठन हुँदा यी दुई नेताले लामो समयसम्म संयुक्त नेतृत्व गर्ने ऐतिहासिक सहमति गरेका थिए।